त मण्डलीमा पनि मेलमिलाप नभएको कुराहरू पाइन्छ। तर आज हामीले प्रत्येकको लागि प्रार्थना गर्न र प्रत्येकलाई मेलमिलाप र प्रत्येकलाई प्रेम गर्न जरुरी छ। भने त अरू चर्चको विश्वासी किन नहोस्, किनभने तपाईले यो कुरा बुझ्नुपर्छ, यु आर द बडी अफ क्राइस्ट। हालेलुया। तपाई येशूको देह हुनुहुन्छ, तपाई अङ्ग हुनुहुन्छ, त्यही अङ्गको एउटा पार्ट हुँ म। त्यसरी पनि मैले त्यस व्यक्तिलाई प्रेम गर्नुपर्छ, मैले त्यसलाई क्षमा गर्नुपर्छ अनि त्यसपछि मेलमिलाप गर्नुपर्छ। हालेलुया। आज एउटा पास्टरसँग मेलमिलाप गर्नुपर्छ, यो परमेश्वरको आह्वान हो। हालेलुया। यो स्वर्गको आह्वान हो, स्वर्गको। त्यसैले आज एउटा विश्वासीले अर्को विश्वासीसँग मेलमिलाप गर्न जरुरी छ, यदि त्यो साँच्चै नै सत्यतामा चलेको बिलिभर हो भने। हालेलुया। साँचो परमेश्वरलाई चिनेर हिँडेको छ भने। मैले छोटो शिक्षाको कुरा गरिरहेको छैन यहाँ। हालेलुया। हर एक मण्डली जति पनि यो दाङमा छ, तुलसीपुरमा छ, चाहे खुराइमा, चाहे नेपाल अधिराज्यभरि होस्, चाहे विश्वमा वर्ल्ड वाइड होस्, यदि साँच्चै नै परमेश्वरबाट हुन्, पिता पुत्र पवित्र आत्मा मान्ने व्यक्ति, बिब्लिकल सिद्धान्तमा चल्ने ती जनहरू प्रत्येकसँग तपाईँको मेलमिलाप हुनुपर्छ। चाहे त्यो काले होस्, चाहे गोरे होस्, चाहे अमेरिकन होस्, चाहे हब्सी होस्, चाहे नेपाली होस्, चाहे चाइनिज होस्। हालेलुया।